हेलो फ्रेंड, नमस्ते। आज बिहानको 7 बजिसकेको छ अनि आज बच्चाहरूको एक्जाम थियो। त्यही भएर बच्चाहरू चाँडै स्कुल गइसकेका थिए। 6 बजे बोर्ड एक्जाम थियो, त्यही भएर अरू स्कुल जानुपर्ने थियो। अनि आज मैले घरमा के काम गरेँ बिहान बच्चा गइसकेपछि त्यो कामको भिडियो बनाएको छ मैले। हजुरहरूलाई मन पर्यो भने कमेन्ट गर्नुहोला अनि कस्तो लाग्यो मेरो भिडियो भन्नुहोला। बिहान मैले के काम गर्छु, बच्चा स्कुल गइसकेपछि त्यसको भिडियो बनाएको छ। हाम्रो घरमा बच्चाहरू स्कुल गइसके अनि मम्मी पनि घरमा हुनुहुन्थेन अनि मैले छिटो कोठा मिलाएँ, झाडु लगाएँ, पोछा लगाएँ अनि म खाना बनाउनतिर लागेँ। घरको साफसफाइ नगरुन्जेल अरू काम गर्ने मनै लाग्दैन, त्यही भएर फर्स्टमा घरको साफसफाइ अनि अरू काम। फर्स्टमा मैले हाम्रो कोठा मिलाएँ अनि बेड मिलाएँ अनि ऱ्याकमा पनि बच्चाहरूले कपडा राख्दै थियो, त्यही भएर अनि ऱ्याक पनि मिलाएँ, बेड मिलाएँ अनि त्यसपछि बच्चाको कोठा मिलाएको। फर्स्ट मैले आफ्नो कोठा मिलाएँ अनि त्यसपछि बच्चाको कोठा अनि हलमा अनि किचनमा। खाना त हामी बाहिर नै बनाउँछौँ दाउरामा, त्यही पनि किचनमा सामान राख्छौँ अनि त्यही भएर किचन पनि मिलाउनु पर्यो। हाम्रो घर हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोला। धेरै ठुलो छैन हाम्रो घर, सानो छ, 2 कोठा अनि एउटा हल, किचन मात्रै हो। बच्चा स्कुल नजान्नसम्म केही काम हुँदैन। जब बच्चा स्कुल जान्छन् अनि आरामले काम हुन्छ। बच्चालाई रेडी गरेर पठायो अनि नास्ता खान्छन्, स्कुल जान्छन् अनि त्यसपछि आरामले फ्री भएर काम गर्न सकिन्छ। अनि बच्चाको कोठामा छोरी पनि पार्लर गइसकेको थियो, कुसुम पनि पार्लर गइसक्यो अनि कोसिका पनि स्कुल गयो अनि दुईटैहरू आरामले मिलाएको मैले काम। दुईटै कोठामा आरामले मिलाएँ। अब छोरीको कोठामा ल्याएको ठुलो छ अनि काम गऱ्यो अनि म पनि आफ्नो लागि आफ्नो खाना बनाउनु छ। अनि आज खाना चाहिँ हाम्रो छैन, हरियो तरकारी अनि भात बनाएको। बच्चाले पनि पुरा कोठामा कपडा त्यसै राखेर गएको थिएँ अनि कोठा पनि मिलाएको थिएन। अनि आज कुसुमलाई पनि बाहिर जानुपर्ने थियो पार्लरबाट उसको साथीहरूसँग, त्यही भएर छिटो रेडी भएर ऊ पनि गइहालेँ अनि कोसिका पनि गइहालेँ। अनि मेरो बुढा चाहिँ उहाँ पनि जानुभयो काममा अनि म एक्लै